स्वागत छ। आज हामी लगानीकर्ताहरूले एकदमै चासो दिएका दुईवटा भर्खरका आइपिओ समाचारहरूबारे अलि विस्तृतमा कुरा गरौँ है। नमस्ते। एउटा त लामो समय कुरेको लघु वित्तले बल्ल अनुमति पायो भन्ने छ। अर्को चाहिँ नयाँ एएसआइपी आइपिओको मिति नै आयो। हो, बजारमा अहिले यस्तै दुई खाले अवसर देखिएको छ। एउटामा छिटे नाफा होला कि भन्ने आश छ, तर पाउनै मुस्किल। अनि अर्को चाहिँ अलि फरक, मतलब लामो समयको लागि लगानी गर्ने खालको। आउनुस् यिनैकै बारेमा अलि गहिरेर हेरौँ न त। ल, पहिलो त्यही सिटिजन सदाबहार योजनाबाटै सुरु गरौँ न त। यो खुल्लामुखी म्युचुअल फन्ड रे, होइन? एसआइपी आइपिओ पनि भन्छन् क्यारे। असार 13 देखि खुल्ने। हो, यो खुल्लामुखी म्युचुअल फन्ड हो। यसलाई एसआइपी आइपिओ भन्नुको कारण चाहिँ यसमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, मतलब नियमित किस्तामा लगानी गर्न मिल्छ। ए, बुझेँ। अनि निष्कासन कत्रो छ? कति लगानी गर्नुपर्छ कम्तीमा? निष्कासन त ठुलै छ। प्रति इकाइ रु 10 को दरले 5 करोड इकाइ, जम्मा 50 करोड रुपियाँ बराबरको। 50 करोड? न्यूनतम चाहिँ 100 किता, मतलब रु 10,000बाट आवेदन दिन मिल्छ। यसको योजना व्यवस्थापक सिटिजन क्यापिटल भइहाल्यो, कोष प्रवर्धक सिटिजन्स ब्याङ्क। खुलामुखीको मतलब चाहिँ पछि पनि थप्दै जान मिल्ने, निकाल्न मिल्ने खालको हो? हो, एकदम। यो बन्दमुखी जस्तो निश्चित समयपछि परिपक्व हुने होइन। लगानीकर्ताले चाहेको बेला थप्न र निकाल्न पाउँछन्, तर केही नियमहरू हुन्छन्। निष्कासन बन्द चाहिँ छिटोमा असार 17, ढिलोमा असार 27 गते। माग बढ्यो भने 6.25 करोड इकाइसम्म पनि पुग्न सक्छ। ए, तर मैले सुनेको यस्तो एसआइपी फन्डमा आजकल लगानीकर्ताको त्यति आकर्षण छैन रे नि। स्रोतहरूले पनि त्यस्तै भन्छन्। किन होला? अनि नाफा कस्तो हुन्छ यसमा? हो, यो कुरा एकदम महत्त्वपूर्ण छ। प्रचार त होला, बिक्री पनि होला, तर खै प्रतिफलको कुरा गर्दा चाहिँ अलि सोच्नुपर्ने हुन्छ। यस्तो फन्डमा एकदम लामो समय, मतलब 15-20 वर्षकै लागि सोचेर अनि नियमित थप्दै जानुपर्छ। ए, छोटो समयमा फाइदा हुँदैन? सम्भावना कम हुन्छ। विगतमा हेर्ने हो भने यस्ता फन्डको मूल्य 10 रुपियाँ भन्दा तल, कहिलेकाहीँ त 7-8 रुपियाँसम्म पनि झरेको देखिन्छ। अनि लाभांश पनि त्यस्तो आकर्षक दिएका छैनन् हालसाली यस्तै फन्डहरूले। त्यसो भए त लगानी गर्नु अघि राम्रैसँग बुझ्नुपर्ने भयो। एकदम। स्रोतहरूले पनि त्यही भन्छन्। दीर्घकालीन सोच छ र नियमित लगानी गर्न सकिन्छ भने मात्रै विचार गर्दा हुन्छ। ल, यो सिटिजन फन्डको कुरा त प्रष्ट भयो। अब अर्को अलि बढी हल्लाखल्ला भएको विषयमा जाउँ, स्वास्तिक लघुवित्त। कति धेरैले कुरेको आइपिओ बल्ल अनुमति पायो है? हो, स्वास्तिक लघुवित्तले धितोपत्र बोर्डबाट अनुमति पाएको छ। लघुवित्तको आइपिओ भन्ने बित्तिकै अलि उत्साह देखिन्छ नि बजारमा। किन होला त्यस्तो? सधैँ लघुवित्तकै यत्रो चर्चा? यस्तो छ, पहिले लघुवित्तका आइपिओले छोटो समयमै एकदमै राम्रो प्रतिफल दिएका थिए। अनि अर्को मुख्य कुरा, यिनीहरूको निष्कासन सानो हुन्छ के। थोरै किता भएपछि दोस्रो बजारमा माग बढी भएर भाउ छिट्टै माथि जान्छ कि भन्ने अपेक्षा हुन्छ लगानीकर्तामा। ए, सानो निष्कासन भएर स्वास्तिकको कति छ त किता? एकदम सानो छ, जम्मा 2,31,000 किता। यसमा पनि वैदेशिक रोजगारीमा गएकालाई, कर्मचारीलाई, म्युचुअल फन्डलाई छुट्याउँदा सर्वसाधारणको भागमा आउने भनेको करिब 1,79,420 किता मात्रै हो। जम्मा 1,79,000? हो, यसको मतलब 10 किताको दरले बाँड्दा जम्मा 18,942 जनाले मात्रै पाउँछन्। हत्तेरी, 18,000 जनाले मात्र? यो त साँच्चै चिट्ठा परे जस्तै भयो नि। हो त नि, पाउन एकदमै गाह्रो छ। अनि कम्पनी चाहिँ कस्तो हो? मध्य प्रदेशको रे, होइन? रेटिङ कस्तो छ यसको? हो, यो मध्य प्रदेशमा कार्यक्षेत्र भएको संस्था हो। 2075 सालदेखि चलेको। यसले इक्रा नेपालबाट इक्रा एनपी आइआर सिंगल बी रेटिङ पाएको छ। सिंगल बी? त्यो भनेको कस्तो हो? राम्रो कि नराम्रो? सिंगल बी भनेको ठिकै हो, मतलब कम्पनीले आफ्नो आर्थिक दायित्व पूरा गर्न सक्छ, तर त्यसमा मध्यम खालको जोखिम छ भनेर बुझ्नुपर्छ। एकदमै सुरक्षित पनि होइन, एकदमै जोखिमपूर्ण पनि होइन, बीचको। ए, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा मूल्य। कतिमा खुल्छ होला त यो? नेटवर्थ कति छ? अब मुख्य कुरा त्यही हो। यसको प्रति शेयर नेटवर्थ, मतलब किताबी मूल्य करिब 170-176 रुपियाँको हाराहारीमा छ। तर
तर यसको ओपनिङ रेन्ज पहिरो कारोबार हुने अनुमानित मूल्य सीमा चाहिँ रु 170 देखि रु 510 तोकिएको छ। के रे 170 देखि 510, नेटवर्थ 170-176 हुँदा 510 सम्म कसरी? हो, स्रोतहरूले यसको माथिल्लो सीमा मतलब 510 के आसपासमा खुल्ने सम्भावना एकदमै बलियो देखेका छन्। कारण त्यही हो लघुवित्तप्रतिको आकर्षण र एकदमै सीमित कित्ता। माग र आपूर्तिबीच ठूलो ग्याप हुने देखिन्छ। बाफरे, 510 मै खुल्यो भने त 10 कित्ता पाउनेले कति नाफा गर्लान् त? खै, स्रोतहरूको अनुमान अनुसार यदि साँच्चै 510 के हाराहारीमा खुल्यो भने 10 कित्ता पाउने भाग्यमानी लगानीकर्ताले 1000 रुपियाँ लगानी गरेर 25,000 भन्दा बढी नाफा कमाउन सक्छन्। 1000 लगानीमा 25,000 नाफा, गजब। तर पाउनै मुस्किल हो, पाउन चाहिँ अत्यन्तै गाह्रो छ। यो कुरा चाहिँ बिर्सनु भएन। यसको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ हो। ल, आजको छलफलले त दुईवटा बिल्कुलै फरक लगानीका अवसर देखायो। एकातिर सिटिजनको एसआइपी, जसमा धैर्य चाहिन्छ, लामो समय कुर्नुपर्छ, नाफा पनि बिस्तारै आउँछ। एकदम, त्यो चाहिँ सम्पत्ति जम्मा गर्ने हिसाबले हो। अनि अर्कोतिर यो स्वस्तिक लघुवित्त, जसमा छिटै ठूलो नाफाको सम्भावना देखिन्छ, तर शेयर हात पार्न चाहिँ लगभग असम्भव जस्तै हो नि। यसले के देखाउँछ भने लगानी गर्नु अघि आफ्नो लक्ष्य के हो? छिटो नाफा कमाउने कि जसमा जोखिम र अनिश्चितता दुवै बढी छ, वा धैर्य गरेर लामो समयमा सम्पत्ति बनाउने? त्यो प्रष्ट हुनुपर्छ। रोचक कुरा चाहिँ बजारले अहिले यी दुवै खाले ठिक उल्टो दर्शन भएका अवसर एकैचोटि दिएको छ। एकदम, लगानीकर्ताले आफ्नो आवश्यकता र जोखिम क्षमता हेरेर निर्णय लिनु पर्यो। यो कुरा गर्दा एउटा सोच आयो के, स्वस्तिक जस्ता लघुवित्तमा शेयर पर्ने सम्भावना यति कम छ भने साधारण लगानीकर्ताले आइपिओ भर्दा आफ्नो रणनीति चाहिँ कसरी बनाउने होला? सधैँ यसरी नै 10 किताको लागि यत्रो दौडधुप गर्ने कि अरू केही सोच्ने? यो पनि एउटा विचार गर्नुपर्ने कुरा भयो। हो, त्यो पनि एउटा महत्त्वपूर्ण प्रश्न हो। सायद यसबारे फेरि अर्को पटक कुरा गर्न सकिन्छ।